मेरो पछाडि उता हेर्नु होला, रातो झन्डा देखिरहेछ नि, त्यो काङ्ग्रेसको झन्डा हो। यहाँ अझै यतातिर हेर्दै जानुभयो भने तपाईँलाई म देखाउँछु, यता चारैतिर घर परि हेर्नुभयो भने तपाईँले कङ्ग्रेस 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 कङ्ग्रेसकै झन्डा देखिन्छ होइन। अब यिनीहरू किन यसरी कङ्ग्रेस कङ्ग्रेस भन्छ भने अब तल तल भित्रबाट सबैले के छ भने पैसा दिएर रहेछ। कुरो यस्तो छ, ठिक छ पैसा दिइरहेछ, एकदम राम्रो कुरो छ, लिनु पैसा लिनु। म पनि इभन मलाई पनि पैसा दिन आयो भने कोही पनि, म त झन् मेरो घरमा मानले 5वटा 7वटा भोट छ भने त पर हेड 50,000 1 लाख माग्छु। म सिधा कुरो म त माग्छु, तर भोट कसम मुजीलाई दिँदैन, म माग्नेलाई भोटै दिन्न। म पैसा लिन्छु तर भोट दिन्न सालेलाई। किन दिँदैन भन्दाखेरि उनीहरूले जुन पैसा बाँटिरहेछ नि, त्यो साला आफ्नो पैसा बाँटेको होइन, हाम्रै पैसा चोरेर देउबा जस्तो घरमा राखेर अनि चुनावको बेलामा खर्च गर्नलाई राख्या हो। त्यो पैसा पर हेड 10,000 20,000 50,000 यसरी बाँटेर अनि मात्र यिनीहरूले भोट असुलिरहेछ कि। कसम म भन्छु तपाईँहरूकोतिर पनि यदि कसैले भोज गरिरहेछ, दिइरहेछ, खुवाइरहेछ भने कसम लिनुहोस्, खानुहोस्, जे गर्नुहुन्छ गर्नु, तर भोट चाहिँ सोचेर मात्र दिनु। कुन व्यक्तिलाई दिने हो त्यो हेर्नु के। म यति कुरो रियलाइज गरिसकेँ कि म यो राजपा पार्टीलाई पनि हेरेँ, घन्टीलाई पनि हेरेँ होइन। अहिले मेरै क्षेत्रमा होइन टिकट कुन राम्रो व्यक्तिलाई दिनुपर्ने, त्यो यस्तो मान्छेलाई दिएछ त्यसलाई केही थाहै छैन, न नलेज छैन, त्यो बाहिर जान्छ, केही गर्ने त्यसलाई नलेज छैन, त्यो मान्छेलाई पैसाको बलमा कि के बलमा उसलाई टिकट दिएर रहेछ। अब हुन त हामी घन्टीलाई जिताउने हो। घन्टीलाई किन जिताउने भन्दाखेरि हामीलाई बालन दाई जस्तो भिजन भएको मान्छे चाहिँ प्रधानमन्त्रीमा चाहिएको हो। त्यो हिसाबले चाहिँ एउटा बालन मात्र राम्रो भएर फेरि के गर्नु। म यति कुरो भन्छु कि चाहे त्यो जुन पनि पार्टीको होस्, तपाईँ व्यक्ति हेरेर भोट दिनुहोस् कि। यदि त्यो व्यक्ति सक्षम छ, राम्रो छ, चाहे त्यो काङ्ग्रेसको होस् एमालेको होस्, यदि व्यक्ति राम्रो छ, काम गर्न सकिरहेछ, मतलब बोल्नमा एकदम राम्रो छ, काम गर्न ठिक छ, भिजन उसको राम्रो छ, तपाईँले थाहा छ कि यो व्यक्ति धेरै राम्रो छ, पहिला पनि गर्दै आएको हो भने त्यस्तो व्यक्तिलाई तपाईँ जिताउनुहोस्, त्यस्तो व्यक्तिलाई मात्र भोट दिनुहोस्। यो होइन कि घन्टी भन्ने बित्तिकै साला घन्टीमा पनि जसलाई टिकट दिएछ कोही यस्तो खराब मान्छे छ नि, त्यस्तोलाई नजिताउनुहोस् के। किनकि पछि पार्टीले हेर्दिँदैन तपाईँले केही जरुरत आवश्यकता पऱ्यो भने हामी तपाईँ त्यो व्यक्तिको ठाउँमा जान्छौँ र त्यो व्यक्तिले सहयोग गर्ने हो, त्यो पार्टीले त्यति बेला गर्दैन। सो भोट दिने बेलामा चाहिँ त्यो पार्टी नहेर्नुहोस् क्या, त्यो व्यक्ति तपाईँको ठाउँमा जो उभिरहेछ नि त्यो कस्तो व्यक्ति छ त्यो हेरेर भोट दिनु होला। म पनि लास्ट कन्फ्युज भइसकेको थिएँ कि घन्टी चारैतिर त म इभन काङ्ग्रेसको कट्टर भए पनि यसपालि यो जति पनि जेनजीको आन्दोलन भएको थियो नि, यिनीहरूको नौटङ्की हेरेर नि देश चलाउने, सबै युवालाई खाडी पठाउने, म इभन बाहिर गएर आएको के केही गर्छु भनेर, तर यहाँ माहौल ठिक नभएर नगरेको के। अनि त्यही भएर म भनिरहेको छु कि व्यक्ति कस्तो छ त्यसलाई जिताउनु। म इभन घन्टीको सपोर्टर हो क्या म पनि। अब काङ्ग्रेस छोडिदिएँ म, यिनीहरूको चालचलन हेरेर काम छैन यिनीहरूको। तर जुन पार्टी भए पनि तपाईँ यिनीहरू व्यक्ति कस्तो छ त्यसलाई चाहिँ भोट दिनु होला है साथी हो।